क्रिस्टियानो रोनाल्डो विश्व फुटबलका सबैभन्दा महान खेलाडीमध्ये एक हुन्, जसको जीवन सङ्घर्ष, मेहनत र असाधारण सफलताको प्रेरणादायी कथा हो। उनी 5 गते जेठ 1985 मा पोर्टुगलको म्याडेरामा जन्मिएका थिए, जहाँ उनको परिवार आर्थिक रूपमा कमजोर थियो। उनका बुबा जोस डेनिस एभेरो सामान्य कामदार र आमा बाबुको जीवन कठिन थियो, तर आमा मारिया डलोर्सको मेहनत र समर्थनले उनलाई अगाडि बढ्न प्रेरणा दियो। बाल्यकालदेखि नै उनी फुटबलप्रति अत्यन्तै समर्पित थिए र सडकमा खेल्दै आफ्नो प्रतिभा देखाउँथे। पढाइमा खासै रुचि नभएका उनले 14 वर्षको उमेरमै विद्यालय छोडेर र सडक सफा गर्ने काम गर्दै आफ्नो सपना फुटबलमा केन्द्रित गरे। उनको जीवन सानो उमेरमै सजिलो थिएन। स्पोर्टिङ लिस्बनमा प्रशिक्षणका क्रममा परिवारबाट टाढा बस्नु पर्यो, आर्थिक समस्या झेल्नु पर्यो र 15 वर्षको उमेरमा हृदय सम्बन्धी शल्यक्रिया पनि गर्नु पर्यो, तर उनले कहिल्यै हार मानेनन्। उनले आफ्नो प्रेरणा रोनाल्डो नाजारियो र रोनाल्डिनोबाट लिएर लगातार मेहनत गर्दै आफ्नो क्षमता सुधार्दै गए। क्लब करियरमा उनले स्पोर्टिङ सिपीबाट सुरुवात गर्दै म्यान्चेस्टर युनाइटेडमा विश्वस्तरीय स्टार बने, जहाँ उनले प्रिमियर लिग र पहिलो बलुन डी अवार्ड जिते। त्यसपछि रियल म्याड्रिडमा उनले आफ्नो करियरको स्वर्णयुग बनाउँदै क्लब इतिहासकै सबैभन्दा धेरै 1000 भन्दा बढी गोल गर्ने खेलाडी बनेर धेरै च्याम्पियन्स लिग उपाधि जिते। जुभेन्टसमा पनि उनले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखे र पछि अल न्यासरमा गएर एसियाली फुटबललाई नयाँ उचाइमा पुर्याए। अन्तर्राष्ट्रिय रूपमा रोनाल्डोले पोर्टुगललाई ऐतिहासिक सफलताहरू दिलाए। उनले देशका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेर टोलीलाई युरो 2016 र युएफए नेसन्स लिग 2019 जिताउन नेतृत्व गरे। विश्वकपमा उनको योगदान विशेष रूपमा महत्त्वपूर्ण छ। 2006 वर्ल्ड कपमा उनले युवा खेलाडीको रूपमा सेमिफाइनलसम्म पुर्याउन मद्दत गरे। 2010 मा कप्तान बनेर नर्थ कोरिया विरुद्ध 7-0 जितमा योगदान दिए। 2014 मा चोटका बावजुद टोलीलाई अगाडि बढाउन प्रयास गरे। 2018 मा स्पेन विरुद्ध हटट्रिक गर्दै विश्वलाई चकित पारे। 2022 मा उनले लगातार 5 विश्वकपमा गोल गर्ने इतिहास बनाएर पोर्चुगललाई क्वार्टर फाइनलसम्म पुर्याए। उनको करियरमा 900 भन्दा बढी गोल, 5 बलुन डी अवार्ड र अनगिन्ती कीर्तिमानहरू छन्। उनी केवल खेलाडी मात्र होइन, अनुशासन, फिटनेस र मेहनतको प्रतीक हुन्। अब उनको लक्ष्य 2026 फिफा वर्ल्ड कपमा अन्तिम पटक पोर्चुगलका लागि खेल्दै इतिहास बनाउने, सम्भव भएछ विश्वकप खेल्ने पहिलो खेलाडी बन्ने र आफ्नो महान करियरलाई सुनौलो अन्त्य दिने हो।